साथीहरू, वैदेशिक रोजगारमा जानेहरूलाई एकदमै गुड न्युज आएको छ। हाम्रो यो वर्तमान सरकार अथवा बालेन सरकारले चाहिँ अब 10,000 भन्दा बढी लिएर जुन मेन पावर कम्पनीले पठाउँछ अथवा जुन दलालहरूले पठाउँछ त्यसको कम्पनी चाहिँ खारेज गरिदिने भन्ने कुरा गरेको छ। साथीहरू, यो सिस्टम पहिला पनि थियो र अहिले पनि थियो। फरक यति छ, पहिले चाहिँ 10,000 मा पठाउनु मात्रै भनेको थियो, अहिले चाहिँ 10,000 भन्दा बढी लिँदा चाहिँ कम्पनी नै खारेज गरिदिन्छु भन्ने मात्रै आएको छ। फरक यति नै छ। पहिले पूर्ण रूपमा लागू भएको थिएन, अब आशा गरौँ कि लागू हुन्छ या लागू हुँदैन। साथीहरू, मलाई त विश्वासै लागिरहेको छैन यो निर्णयले चाहिँ युवा ठगिनबाट बच्लान् भन्ने मलाई लाग्दैन। साथीहरू, यदि साँच्चीकै नेपाल सरकार युवालाई ठग्नबाट बचाउँछ, युवालाई सहज तरिकाले विदेशमा पठाउन चाहन्छ भने मेरो विचारमा चाहिँ नेपाल सरकारले स्वयं आफूले नै युवाहरूलाई विदेश पठाउनु पर्छ, या त मेन पावर कम्पनीबाट डिमान्डहरू खरिद गरेर चाहिँ त्यसपछि चाहिँ युवाहरूलाई चाहिँ आफ्नै स्वामित्वमा चाहिँ विदेश पठाउनु पर्छ। अनि यो ठगिने धन्दा पनि पूर्ण रूपमा जिरो हुन्थ्यो र युवा पनि सुरक्षित र एकदमै भरपर्दो गरेर खुसी हुँदै विदेश जान्थ्यो होला।